नमस्ते, यहाँहरु सबैजनालाई स्वागत छ। आजको हाम्रो बिग्रेमा रहेको घडेरी चाहिँ इटरीदेखि विराटनगर जाने तर्फको 6 लेन हाइवेदेखि नजिकैको रहेको छ। यो तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ घडेरी उत्तर मोडा भएको छ भने यो बाटो चाहिँ पास भएको लामो बाटोसँग टच भएको घडेरी हो। अनि तपाईलाई मन पर्छ, तपाईको बजेटले भ्याउँछ भने चाँडो सम्पर्क गरेर तपाईँ लिन सक्नुहुन्छ। हाइवेदेखि लगभग 100 मिटर, धेरैमा 100 मिटर, 90 60 70 मिटरको दूरीमा पर्दछ भने अहिले तत्कालै घडेरी घर बनाएर बस्न पनि तपाईँ सक्नुहुन्छ। अनि यसको मूल्य अनि सम्पर्क नम्बर मैले राखिदिएको छु, तपाईले चाँडो गरेर सम्पर्क गर्न सक्नुहुन्छ। अनि यो चाहिँ तपाईको जिल्ला सुनसरी इटरी उपमहानगरपालिका वार्ड नम्बर 10 मा पर्छ। 10 मा पर्दै गर्दाखेरि हाइवेदेखि एकदम नजिकै भएको हुनाले एकदमै सहज छ, जहाँसुकै जानलाई पनि यहाँबाट तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ म गुगलबाट म्याप हेर्दै छु। यो चाहिँ इटरी गोल्डन चोक भयो भने थोरै हामी लगभग तल 60 पेट्रोल पम्प आइसके पछाडि लगभग हामी 150 मिटरको दूरीमा आउँछौँ। अनि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ 6 लेन हाइवे। यहाँबाट हामी यहाँ पस्ने छौँ अनि यहाँ पसेपछि लगभग 100 मिटरको डिस्टेन्समा रहेको छ घडेरी चाहिँ। अनि तपाईलाई यदि मन पर्छ अनि यो ठाउँमा घडेरी किन्नलाई हो भने चाँडो सम्पर्क गरेर तपाईले पास गरेर लिन सक्नुहुन्छ। अनि यो घडेरी चाहिँ जम्मा यसको क्षेत्रफल चाहिँ 8 दूर रहेको छ भने अनि यसको मूल्य चाहिँ 5,70,000 प्रति दूर राख्नु भएको छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ विराटनगर लाइन हो। अनि यो 6 लेन हाइवेबाट हामी थोरै मात्र भित्रीपट्टि पस्ने छौँ। अनि जुन चाहिँ यहाँनिर दुईटा फर्निचर रहेको छ अनि दुईटा फर्निचर मध्येको चाहिँ उत्तरपट्टिको जुन मुस्कान फर्निचर छ अनि यो मुस्कान फर्निचरबाट हामी पूर्व लाग्ने छौँ। पूर्व जाँदाखेरि थोरै लगभग दुईटा घर चाहिँ कट्नुपर्छ, त्यस पछाडि यो घडेरी आइपुग्छ। यदि तपाईँ लिन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। तपाईको बजेटले भ्याउँछ भने यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो घरको पूर्वपट्टिको घडेरी रहेको छ। यो घर तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ लास्ट घर रहेको छ भने यहाँनिर यो घडेरी रहेको छ, तपाईँ लिन सक्नुहुन्छ है त। मैले यहाँनिर फोन नम्बर पनि मैले राम्रोसँग राखिदिएको छु, हेरेर बुझेर राम्रोसँग लिनु होला। मेरो सुझाव यही छ तपाईहरु सबैजनालाई। जोजना इच्छुक हुनुहुन्छ तपाईले लिँदै गर्दाखेरि नक्सा पूर्जा पहिला क्लियर हेर्नु होला, चारैपट्टि सिमाना कस्तो छ भनेर। अनि धेरैजना साथीभाइहरुको इमेलहरु अनि मेसेजहरु आउँछन्, त्यो चाहिँ सम्भव हुँदैन त्यसरी काउन्सिल गर्नलाई भने मैले समग्रमा भन्दै छु। हामीले सुरुमै हेर्दै गर्दाखेरि नै नक्सा र पूर्जा क्लियर हेर्ने मोही छ कि छैन भन्ने विषयमा अनि बैना भइसके पछाडि भनेको चाहिँ ढिलो हुन्छ। त्योभन्दा पहिला नै हामीले त्यो कुराहरु हेर्नुपर्ने हुन्छ।